सर नमस्कार। हामी 15-16वटा लघुवित्तको एउटा लघुवित्त कर्मचारी मिलन केन्द्रले आयोजना गरेको यस ग्लोबल मनी विक प्रभात फेरि एकदम स्वागतपूर्ण शान्तपूर्ण तरिकाले सम्पन्न भएको छ र यस शान्तपूर्ण सम्पन्न गर्नमा हाम्रो जिल्ला प्रशासन कार्यालयबाट पनि सरहरू आइदिनु भएको छ। सर्वप्रथम त उहाँहरूलाई पनि हामी यस मिलन केन्द्रको तर्फबाट तथा बैंक वित्तीय संस्थाको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ। साथै यो ग्लोबल मनी विकको सुरुवात चाहिँ सन् 2012देखि युरोपबाट सुरु भएको हो। विशेष चाहिँ युरोपका बालबालिकाहरूलाई सानैदेखि वित्तीय ज्ञान होस्, वित्तीय साक्षरता होस् भन्ने हिसाबले यो ग्लोबल मनी विक सन् 2012देखि मनाउँदै आएको हो र यो विगत 13-14 वर्षको अन्तरालमा यो विश्वव्यापी रूपमा चाहिँ संसारभरि नै मार्च 16देखि 22सम्म चाहिँ हप्ताव्यापी रूपमा सञ्चालन भइरहेको छ। त्यसै अन्तर्गत हामीले पनि आज यस भद्रपुर क्षेत्रमा एउटा प्रभात फेरि सञ्चालन गरेको छौँ। के गर्ने अब समापन भइगयो के गर्नु सबै सहभागी सर तपाईदेखि धन्यवाद ज्ञापन गर्नु सर। ल म अब यस सबै संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नु, पत्रकारहरूलाई, प्रहरी प्रशासनलाई हैन। ल यस लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्षज्यू तथा नेरुडे मिरमिरे लघुवित्तीय वित्तीय संस्थाका शाखा प्रबन्धक श्री नरेश सरलाई यस कार्यक्रमको समापन गरिदिनु हुन तथा सम्पूर्ण सहभागी प्रशासन कार्यालयबाट पाल्नु हुने सरहरूलाई धन्यवाद ज्ञापन गर्दै आजको यस प्रभात फेरि कार्यक्रमको अन्त्य गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। ल सम्पूर्णमा नमस्कार। म चाहिँ नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड चन्द्रगढी शाखा प्रमुख र यस कर्मचारी मिलन केन्द्रको अध्यक्ष र यहाँ आज सहभागी हाम्रो यस जिल्ला प्रशासनबाट सहभागी सरहरूलाई धेरै धेरै धन्यवाद र यहाँ सहभागी सम्पूर्ण हाम्रा वित्तीय संस्थाका सम्पूर्ण साथीहरू लगायत यो हाम्रो मिलन केन्द्रमा सहभागी सम्पूर्ण साथीहरूले सौहार्दपूर्ण तरिकामा यो ग्लोबल मनी विक कार्यक्रमलाई चाहिँ सफल पारिदिनु भएकोमा सम्पूर्ण सहभागी साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको ग्लोबल मनी विक कार्यक्रम यहीँ टुङ्ग्याइएको घोषणा गर्दछु। धन्यवाद। पछाडि जानुहोस्, पछाडि गएको अगाडि ल अगाडिको पछाडि अब अर्को अगाडि ल अर्को पछाडि अर्को अगाडि सबै साथीहरू अलिक नजिक आइदिनु पऱ्यो। ल यता आउनु। ल सिरियामिस अलिक नजिक आउनु न, अलिक क्लोज हुनु पऱ्यो। रमेश सर अलिकति रमेश सर यता आउनु। ल अब अर्को